वेलकम टु माई मिनी भ्लग। हामी आज हाम्रो दादाको घर पूजामा फाइनली म मेरो छोराको स्कुल लिएर आज चहल पहल धेरै छ प्यारेन्ट्स डे। सो मेरो छोरा पनि नाचिरहेको यहाँ नि नाच्न आउँछ डान्स छ आज हेर्न आउन त भ्याउँदैन तर पनि मेरो बाबुको स्कुल फाइनली माइती घरमा आइपुगेँ। मेरो भाइ जाँदैछ अफिस ल राम्रोसँग गएस् ल ल हाम्रो जेठो दाजु सबभन्दा भरारीको जेठो सुपुत्र घर पूजामा बसिसक्नु भएको। यो मेरो कान्छो छोरा मेरो भतिजी हाम्रो बारुजी भाउजू त्यसपछि बाहुन बाजे सबै दाल पाक्दैछ रोटीहरू बन्दैछ। मेरो के गर्दैछस् नानी सेलरोटीको पिठो बनाउँदैछ ल शुभकामना। आमा रोटी बच्चा कठै कठै हाम्रो मम्मी दिदी ठुली मम्मी सबैजना हुनुहुन्छ यहाँ। मेरो ठुली भाउजू खैरान भाउजू हाई गर्नुहोस्। हामी सबै काम गरिरहेछौँ यहाँ सबै हुन्छ किचनमा काम भइरहेको। मम्मीले सेल बनाउँदै हुनुहुन्छ। ओ माई गड हाम्रो मम्मीको सेल हेर मै पाला छैन मम्मी खै त के पाला त बन्छ। मेरो बहिनी चाहिँ मेरो भिडियो बना त भनिरहेको छ यहाँनिर चाहिँ सबैको भिडियो बनाइरहेको छु रमाइलो गरिरहेको छौँ हामी सबै मिलेर। फोटाहरू अलिअलि खिचिदिए भाइले खिचिदियो भने मेरो छोरा पनि स्कुल जान रेडी भइसक्यो। फोटा भजनमा नाचिरहेको अन्तिम चरणमा छ है साथीहरू। बिहानभरिको दौडधुप पछि अहिले चाहिँ हाम्रो पूजाहरू अन्तिम चरणमा भइसकेको छ र परपाहुनाहरू पनि आइसक्नु भएको छ। हामी कहाँ प्रसाद ग्रहण गर्नको लागि हामी प्रसाद बाँड्दैछौँ सबैजनालाई। एकजना छिमेकीले हेल्प गरिरहनु भएको छ भने उतातिर बहिनीले रोटी तरकारीहरू राखिरहेको छ। म चाहिँ खिरको भाँडोमा परिरहेको छु खिर हाल्नमा व्यस्त छु। हाँस्दै रमाउँदैछु। बहिनीले खिचिदिएको भिडियो रहेछ यो चाहिँ मलाई थाहा थिएन भिडियो छ भनेर तर बहिनीले खिचिदिएको रहेछ। थ्याङ्क यू सो मच बहिनी। आफू चाहिँ देखेको छैन यसमा। हाम्रो हिन्दू परम्परा अनुसार हाम्रो नयाँ घरको प्रतिष्ठा गरिसक्यो भने हाम्रो पैसा फाल्ने अनि त्यसपछि प्रसादीहरू फालेर तल बच्चा बच्चीहरूले टिप्ने चलन छ नि त। अनि त्यो फालिरहेको छ हाम्रो दादाले अनि भाउजू जेले बाले मेरो बच्चाहरू टिपिरहेको छ। रमाइलो भइरहेको छ माइती घरमा। आज चाहिँ घरको प्रतिष्ठा फाइनली सकिसकेको छ साथीहरू। हामी पनि रमाइलो गर्दैछौँ केही बेरमा नाच्छौँ भने। फल र समीको पात चढाए